प्रिय साथीभाइहरू इयरफोन चाहिँ लगाउनु होला है। धेरै पछि युट्युबलाई सम्झेर मैले भिडियो राख्ने निर्णय गरे। आप कहाँ थे ज्ञानी बाबा? त्यही भएर आज क्या करता है रे तेरी तो भिडियो राख्ने भनेर यसो जोस चल्यो है। नाइस। के गर्ने त भन्दाखेरि मिम हेरौँ न त। बिस्तारैमा पल्टेर मिम हेर्न भन्दा त हैन यहाँ हेरेर फेरि हजुरलाई देखाएपछि त हैन डलर आउँछ। पैसा होगा। त्यही भएर आज मैले भिडियो बनाउने सोचे। ल हेरौँ सँगै। आन्सी भन न आज कति दिन भयो? कतिको मिठो हुँदो रहेछ कान्छी केरा खान? केरा भनेको नि के भनेको? कति खाइछौ? कति चट्टी बना त? समझ रहे हो ना? नुन कति चट्टी खाएको भनेको के? आन्सी भन न आज कति दिन भयो? नाइस। केटाकेटीले बुझे छैन त्यहाँ बसेर। कल कुन जित्यो रे क्रिकेट कुन जित्यो रे? कतिले जित्यो र? 6 विकेट हैन के हो? भोलि त्यस्तै जित्यो। जम्मा के हो विकेट भने? जम्मा के हो र विकेट भने लगाउनु? बल भाषामा नबोल यस्तै गर भने हो क्रिकेट कुन जित्यो? भात खा बेला नबल भन्छु। तरकारी पनि साग मात्रै रहेछ के? अबे साले सॉरी हावा जस्तो मलाई उड्न मन छ बाई जति सबै बिर्सिदिन्छु मुठु नदुख। जम्मा 1 कुपी हानेर अझै 2 कुपी हाने कस्तो हुन्थ्यो? मैंने कुछ किया नहीं पर भी मेरे हाथ देख सकते हैं आप लोग। ओह माय गॉड WWE टाइम। अबे रस्सी फेंक। बोके खोजेर मात्र भएन, बोकेलाई ह्यान्डल गर्न पनि सक्नु पर्यो नि यार। खोटा बात बन्द। ओ क्रेज अब गाडीमा बस्दा पनि यसो हेर्दाखेरि गियर लाउनु पनि यसो मन पर्ने खालको राम्री केटी बसेर आफू भन्छ यस्ता चिक्नीहरू बस्छ। तर गाउँतिर हो है, गाउँतिरका ड्राइभरहरूले के गर्छ भन्दाखेरि तिमीले 10 दिन पहिला फोन गर हैन, तर पनि तिमीलाई अघिल्लो सिटमा बस्न दिन्न के। त्यहाँ बिहान फोन गरेको केटी आएर बस्छ। हमारे यहाँ ऐसा ही होता है। बुढोको मुसो खोयो, बुढोको मुसो दाना समय थियो अलिक माथि जेनी बोल्दिने। आफूले मुसो भन्ने अझ अरूलाई भन्दा दाना भन्दा जे नि बोल्दिन अरे। मुसो खोज्ने आफै मुर्दार अन्तै खोजे हैन अनि के खोज्दै थियौ र तिमीले? मुसा त कहाँ छ त नि? यहाँ खुट्टामा पलाएको छ मुसा, यहाँ घाँटीमा पलाएको छ मुसा। तँ पो खोजेको त मुसाको? अनि हात तल लर खोज्ने हो त अनि यहाँ छ भन्ने हात तल घुसाउने। तिमीरातिर मुसा कोही भन्दै अनि त्यही त भने बाटे त नि पलाहा भनेर त्यता त ढाडे मुसा होला यार। एंड ये मेरे को अराउंड 250-260 का पड़ा है। ओह मेरे को लगा ये पूरा एक साथ आएगा। ओके weirdest अनबॉक्सिंग एवर, नॉट एट ऑल सेटिस्फाइंग। फर्स्ट थिंग्स फर्स्ट,
Shanti, we don't need bras actually. I know. इसका stick on is so good. मेरे को like price wise लग रहा था कि पता नहीं कैसा ही stick on. अरे सुधरो रे अभी तो सुधर जाओ. होइन मैले त्यस्तरी हेरेको थिएन होइन जान्न खोजेर हो के चिज हो भनेर जान्न खोजेको थिएँ होइन म त्यता ध्यान चाहिँ थिएन के हो यस्तो यस्तो चिपचिप्ती छ भनेर जान्न खोजेको हो मैले मलाई सानो केटा भ्याउँदैन ठुलो झाक चाहिन्छ एउटको दिन त मगर क्यों ठुलो नि आमा सब्रेको चाहिन्छ अन्त बाख्रालाई बोको लाउँदा त विकासले बोको लायो भने पार्टीहरू सब्रे पाउँछ हुन्छ अनि म त सानै छु नि 4 फिट 8 इन्चीको छु ठुलै लाउनु पर्छ क्या ठुलै अनि सानोलाई ठुलै लाउन पर्छ त ठुलो ठुलो भए हेरे यहाँ त बैशाखीको सहारा लिएर हिँड्न पर्छ कसले हाल्छ क्या यस्तो यस्तो खतरा खतरा यार टक्नी मैले भन्दा खतरा हाल्छ त कुन जातिमा यस्तो हुने कुन जातिमा हाँस्नु हुन्न यार कुन जाति हो फेरि मलाई पनि के हाल्दियो भने मरना क्या भोसड़ी के मरना तेरे को डर नहीं लगता चुरोट छोड्नु जस्तो सजिलो कुरा के पनि छैन वास्तवमा मेरो एउटा साथीले 1000 चोटि छोडिसकेको छु रक्सी पनि त्यस्तै रहेछ छोड्नलाई गाह्रै छैन मैले पनि धेरै चोटि छोडिसकेको छु म पनि त्यस्तै छु आज छोड्छु भोलि खाइदिन्छु कति छोडियो शिवको नाममा एक पप तान्दिन्छु घर पुग्दासम्म त उत्रिन्छ होला नि बाटोमा बुबाले भेटाएर मलाई चिनिस भन्नुभयो के रहेछ खसी त त्यति राम्रो त चिनेको छैन हैन खास उहाँले नै राम्रो गर्नुहुन्छ भने हामीहरू देशको लागि राम्रै हुन्छ पनि लड्न तयार छ पुलिसको लट्ठी खान तयार हुनुहुन्छ हजुर पुलिसको लट्ठी खान तयार हुनुहुन्छ तयार छु पुलिसको लागि नेपाली हो गोर्खाली छोरा हो हैन बाउको लट्ठी खाएपछि त हुन्छ गोर्खालीको छोरो हो छिमेकी आन्टीहरूले खुब पैसा चढे है तेरो अचेल भन्छन् नि हो त्यति बेला आइदिएको बिहे गर्ने ट्याक्क 20-21 मा छोराछोरी पाइदिने 40-45 मा अलिकति खुट्टा जमाउने भन्दा आफ्नै भिडियो हेरेर को भेन्छ तँलाई यस्तो यार